बालेन शाहको तारिफ गरेर थाकेनन् गगन थापा, शेरबहादुर देउवालाई दिए ओपन च्यालेन्ज। दाइ तपाईँलाई अस्ति लगेर साथीहरूले नेम प्लेट राखेर सभापति भनेर राखिदिएछ, फेरि ढाँटे दाइ अलमलाए। मेरो दाइलाई टिकट नदिनु भने म लड्दिनँ भन्नु कोही पनि आएन, धमाधम टिकट लिएर जानुभयो, लड्नुभयो। अहिले दाइ तपाईँ नभएको हुनाले भन्दैछन् दाइ फेरि ढाँटे दाइ। अहिले तपाईँ सभापति नभइकन तपाईँलाई नमानिकन हुँदैन भनेर आज फेरि ढाँटे दाइ। एउटा दुईवटा कुरा अहिले तपाईँले बोलिदिनु भयो भने दाइ देशमा चाहिँ ढ्याक्कै एकैचोटि सबै कुरा मिल्छ, अदालत पनि मिलाइसकेका छौँ। त्यसै गरिकन एउटा दुईवटा विषय छन्, त्यो विषय तपाईँले बोलिदिएपछि त्यो पनि एकचोटि होइन तीनचोटि बोलिदिएपछि ठ्याक्कै हुन्छ भनेर तपाईँलाई भन्दै दाइ ढाँटे दाइ। प्रधानमन्त्रीजीलाई म सम्झाउन चाहन्छु, राम्रै गर्न खोजिराख्नु भएको छ, नयाँ साथीहरू हुनुहुन्छ, जोस छ, युवा हुनुहुन्छ, के गर्ने हुटुटी छ भन्ने मान्छौँ। हामी सरकारलाई सचेत गराउन चाहन्छौँ, हामी सरकारलाई सतर्क गराउन चाहन्छौँ, हामी सरकारलाई असफल बनाउन होइन, हामी असन्तुष्टिमा खेल्न चाहँदैनौँ। हामी भर्खर सरकार आएको छ, सारा सबै कुराहरू चाहिँ अहिले नै बिग्रे भत्किए भनेर यो भाष्य बनाउन चाहँदैन। मेरो पार्टीको पूर्व सभापति, निवर्तमान सभापति आदरणीय नेता शेरबहादुर देउवाको उपस्थितिमा भेला भएको जो नेपाली कङ्ग्रेसको साथीहरू बसेर जुटेर गर्नुभएको भेला हो। त्यो भेलाबाट कुनै कुरा निर्णय भयो, कुनै विषय कुनै प्रस्ताव पारित भयो, कुनै पनि भेलामा प्रस्तुत भएको विचार, प्रतिवेदन वा भेलाले गरेका निर्णयहरू पार्टीको नीति वा विधानको अङ्ग बन्दैन। त्यसैले पार्टीका निम्ति त्यो स्वीकार्य हुँदैन। भेलामा भएका कुनै पनि निर्णयहरू पार्टीका आधिकारिक कुराहरू रहन्नन्, तर भेलामा आउनुभएको साथीहरूले राख्नुभएको विचार, आफ्ना विचारहरूलाई स्वतन्त्रतापूर्वक उहाँहरू अधिवेशनमा राख्न पाउनुहुन्छ। हामी त्यसभित्र व्यापक पार्टीका साथीहरू बसेर छलफल गर्नुपर्ने भएको हुनाले गर्दा तिमीले दिएको अपमान निन्दा म के पनि लिनु, त्यो मेरो हुँदै भयो। त्यो कसको भयो भन्दा जसको त्यो त्यसैको भयो। मेरो आदरणीय नेता पूर्व सभापति निवर्तमान सभापति शेरबहादुर देउवालाई भन्नुपर्ने के कुराहरू छ। दाइ तपाईँलाई अस्ति लगेर साथीहरूले नेम प्लेट राखेर सभापति भनेर राखिदिएछ, मलाई अलिकति नरमाइलो लाग्यो। यो अस्ति आदरणीय उपसभापति विश्वप्रकाश शर्माले उल्लेख गर्नु, अरू साथीले उल्लेख गर्नुभएको छ, किन म धेरै कुराको साक्षी छु। केही नेताहरूले केन्द्र समितिको बैठकमा राख्नुभएको छ, केही निवर्तमान पदाधिकारीहरू जो त्यहाँ बस्नुभएको छ उहाँहरूले पनि राख्नुभएको छ, यहाँ हुनुहुन्छ। हिजो पनि पदाधिकारी हुनुभएको, अहिले पनि पदाधिकारी हुनुभएको नेताहरूले, किन धेरै बेला पदाधिकारीको बैठक बस्थ्यो, के कुराहरू भन्नुभएको छ भन्ने कुराको बारेमा म प्रायः सबै बैठकको म साक्षी छु। केही नेताहरूले त त्यहाँ केन्द्र समितिको बैठकमै भन्नुभयो, तर त्यो बेलामा जसले यसो नगरौँ दाइ भनेर भन्यो ती सबै तपाईँलाई पराइ लागे, जसले वरिपरि बसेर धोप बाले ती आफ्ना लागे। आफ्नाले डुबाए दाइ फेरि डुबाउँछन्, यसको चिन्ता हो। भाद्रको 22 गति पनि हामी शेरबहादुर दाइकै घरमा थियौँ, भाद्रको 23 गति बेलुका पनि त्यही थियौँ हामी त्यो दिन पनि केही कुराहरू भनिरहेका थियौँ। भाद्रको 24 गति बिहान पनि सम्भवतः संवादमा भएको मान्छे म मात्रै हुँला, टेलिफोन संवादमा भएको मान्छे, र भाद्रको 25 गति वक्तव्य निकाल्ने मान्छे विश्वप्रकाश शर्मा र म नै हुँ, र अस्पतालमा गएपछि संवाद गर्ने मान्छे। असोजको 28 गते शेरबहादुर दाइलाई याद होला, असोजको 27 गते बेलुका दुईवटा महामन्त्री, तत्कालीन महामन्त्री बसेर केही कुराहरू गरिसके पछाडि 28 गते नै हो नि यहाँ बैठक बसेको। 28 गते बिहान तपाईँको निवासमा आएर तपाईँको वक्तव्य जो पार्टीको अर्को वरिष्ठ नेताले ड्राफ्ट गर्नुभएको थियो त्यसमा केही कुराहरू थपेर परिमार्जन गरेर त्यसमा काम गर्ने मान्छे म पनि हुँ। र असोज 28 गते बडो सम्मानपूर्वक तपाईँलाई हामीले यहाँबाट बिदा गरेको, र त्यो दिन हामीले हाम्रो सभापतिमाथि गौरव छ भन्ने कुरा हामी सबैले यसलाई राखेको पनि हो। फेरि तपाईँलाई लिन आए, फेरि बोलाउन आए साथीहरू, दाइ सब कुरा भइसक्यो नेपालमा आउनु पऱ्यो भनेर आए। कसैले तपाईँलाई संसद पुनर्स्थापन हुँदैछ भनेर बोलाए, कसैले होइन दाइ फेरि सब ठिकठाक हुँदैछ भनेर बोलाए, फेरि ढाँटे दाइ अलमलाए। अस्ति विशेष महाधिवेशनको दिन जुन दिन हामीलाई कारबाही भयो नि दुईजना महामन्त्री र फर्मुला दाइलाई, त्यो दिन बिहान पनि विश्वप्रकाश शर्मा र म एक बिहानै पुगेको हो नि। त्यो दिन पनि हामी तपाईँलाई केही कुराहरू भन्न चाहन्थ्यौँ, तर त्यो दिन पनि तपाईँलाई सब मिलिसक्यो दाइ, यी दुईवटा केटालाई ठोक्दै हुन्छ भन्दै भएन, फेरि ढाँटे। दाइ तपाईँलाई टिकट नदिकन म चुनाव लड्दिनँ भन्न मसँग कोही पनि आएन। त्यो बेलामा दाइ तपाईँलाई टिकट नदिने हो भने, मेरो दाइलाई टिकट नदिनु भने म लड्दिनँ भन्न कोही पनि आएन, धमाधम टिकट लिएर जानुभयो, लड्नुभयो। अहिले दाइ तपाईँ नभएको हुनाले भन्दैछन् दाइ फेरि ढाँटे दाइ। दाइ अस्ति बिचमा पार्टी मैले भने केही नेताहरू एकदम सिन्सियरली लाग्नुभएको छ, निवर्तमान कार्यवाहक सभापति शेखर कोइराला, म उहाँहरूप्रति सम्मान राख्छु, अरू पनि नेताहरू हुनुहुन्छ।
तर केही नेताहरूले मसँग कुराकानी गर्दै गर्दाखेरि अहिले जसले तपाईँको नेम प्लेट भनेर टालेछन् नि, त तिनी कसैले पनि फेरि शेरबहादुर देउवाको बारेमा के कुरा गर्नुपर्छ भनेनन् दाइ मलाई, हामीलाई मिलाए पुग्छ भने दाइ। अहिले तपाईँ सभापति नभइकन, तपाईँलाई नमानिकन हुँदैन भनेर आज फेरि ढाँटे दाइ। एउटा दुईवटा कुरा अहिले तपाईँले बोलिदिनु भयो भने दाइ देशमा चाहिँ ढ्याक्कै एकैचोटि सबै कुरा मिल्छ, अदालत पनि मिलाइसकेका छौँ। त्यसै गरिकन एउटा दुईवटा विषय छन्, त्यो विषय तपाईँले बोलिदिएपछि त्यो पनि एकचोटि होइन 3 चोटि बोलिदिएपछि ठ्याक्कै हुन्छ भनेर तपाईँलाई भनिदिएँ दाइ, ढाँटे दाइ। त्यसैले मेरो तपाईँप्रति ठुलो सम्मान छ। मेरो पार्टीको निवर्तमान सभापति हुनुहुन्छ, श्रद्धेय सभापति पूर्व सभापतिजी हुनुहुन्छ। तपाईँ हामीले पार्टीको तर्फबाट निर्णय गरेर भनेका छौँ। हाम्रो तपाईँका कतिपय कुराहरूमा असहमति थिए, छन्, रहन्छन्, भोलि पनि छन्, प्रश्नहरू थियो, र मसँग पनि छ नि, मसँग यही राख्नुभएको छ पार्टीका नेताहरूले। भोलि म काम गर्दै जाँदै गर्दाखेरि कति छन् हुन्छ नि, यो हुने नै हो। तर यसले तपाईँले पुर्याउनु भएको योगदान, तपाईँले नेपालको डेमोक्रेसीमा गर्नुभएको सुदूरपश्चिमको त्यो ठाउँबाट आएर गरेको लडाइँ, यी कुराहरूका सन्दर्भमा त्यसको महत्त्व त्यसलाई कम गर्दैन। अब त्यो नेपाली काङ्ग्रेस पार्टीले सधैँ यसलाई सम्झिराख्छ। त्यस अघि नै प्रदीपजीले भन्नुभयो, अरू साथीले भन्नुभएको छ, हामीले तपाईँसँग गर्ने अपेक्षा भनेको असोज 16 गतेको 15औं महाधिवेशन छ। हामी 15औं महाधिवेशनमा तपाईँलाई बकाइदा सम्मानका साथ निवर्तमान सभापतिको रूपमा, अतिथिको रूपमा तपाईँलाई हामी बोलाउन चाहन्छौँ। तपाईँका कुरा सुन्न चाहन्छौँ, तपाईँको शुभेच्छा लिन चाहन्छौँ, तपाईँको मार्गदर्शन लिन चाहन्छौँ। यो नै आजको सत्य। किनकि नेपाली काङ्ग्रेस पार्टी तपाईँ र मेरो मात्रै होइन, हामी कोठामा बसेको मान्छेको मात्रै हो। हामी त जिम्मेवारी लिएका मानिसहरू न हौँ। 8 लाख काङ्ग्रेसको क्रियाशील यसपालि करिब करिब अहिले टुङ्ग्यो हाम्रो। अरू 10 लाख मान्छेले त हामीलाई मत दिएका छन्, जो हाम्रो सदस्य होइनन्। अरू 10 लाख मान्छेले सधैँभरि मत दिँदै आएका थिए, यसपालि रिसाएर गएका छन्। अब हामीले पहिला 8 लाखको बारेमा सोच्नु पऱ्यो, त्यसपछि फेरि हामीले सँगसँगै पहिला दोस्रो पनि नभनौँ, सँगै 10 लाख त्यो मत दिएको मान्छेको बारेमा सोच्नु पऱ्यो। त्यसपछि त्यो 10 लाख मान्छे जसले हामीलाई मत नदिएर रिसाएर गएको छ उसलाई भेट्नु पऱ्यो हामीले, उसँग हामीले कुरा पुर्याउनु पऱ्यो, उसको कुरा सुन्नु पऱ्यो, हाम्रो कुरा सुनाउनु पऱ्यो। अनि त्योभन्दा बाहिर नौजवानहरूको एउटा ठुलो पुस्ता आएको छ। म आदरणीय सभापतिजीलाई भन्छु, तपाईँको घरमा त्यो दिन जे भयो त्यो सम्पूर्ण रूपमा गलत भयो। हामीले त्यही दिन भनेको छौँ आफ्नो वक्तव्यमा, मेरो घरमा जे भयो त्यो पनि गलत भयो। त्यसैले हामीले पार्टीको निर्णयमा भनेका छौँ, तपाईँ हुँदै गर्दा पनि भनेका छौँ, आज अस्ति तपाईँ गएपछि पनि भनेका छौँ। भाद्र 23 का बारेमा पनि न्यायिक छानबिन भन्यौँ, 24 का बारेमा पनि भनेका छौँ। जुन कुरा दण्डनीय हुनुपर्छ त्यो कुरा दण्डनीय हुनुपर्छ। तर यो भनिरहँदा गर्दा एउटा कुरा बिर्सनु हुन्न, युवाहरूमा भएको आक्रोश, नागरिकहरूले व्यक्त गरेको असन्तुष्टि, हामीहरूप्रतिको, हाम्रो शासन शैलीप्रतिको, तिमीहरू बदलिनुपर्छ भनेर गरेको माग, त्यो आह्वान, त्यो फेरि के पनि होइन कि सबै प्रायोजित हुन्, त्यो जेनजी आन्दोलनै के पनि थिएन भन्ने ढङ्गबाट जुन छलफल गरिरहेको राखिएको छ, त्यो मुभमेन्टप्रतिको पनि हाम्रो अनादर हुन्छ। त्यो सोसाइटीलाई बुझ्ने कुरा पनि हामी नराम्रोसँग चुक्छौँ। मानिसहरू रिसाएका थिए, साँच्चीकै रिसाएका थिए, त्यसलाई समयमा हामीले बुझ्न सकेनौँ। हामीले अहिले बुझ्ने कोसिस गर्छौँ, हामी बुझ्न चाहन्छौँ। हामी चाँडोभन्दा चाँडो काङ्ग्रेसको अधिवेशन सकाएर हामी कोठामा सीमित हुन चाहन्छु। म 77 जिल्ला जान चाहन्छु, म सकेसम्म सबै गाउँ वडा पुग्न चाहन्छु। म त्यहाँको पार्टीका साथीहरूलाई मात्र होइन, आम नागरिकलाई भेट्न चाहन्छु, खेती किसानी गरेका मान्छेलाई भेट्न चाहन्छु, कतार मलेसिया जाँदै गरेका, फर्केर आएका वा जसका छोराछोरी जाँदैछन् म तिनलाई भेट्न चाहन्छु। म भनेको पार्टी हामी सबै जान चाहन्छौँ। हामी ती नागरिकहरूसँग गएर भेटेर गएर भोलि चुनाव जे होला आफ्नो ठाउँमा छ, तर आजको दिनमा विश्वास टुटेको यो समाजमा नेपाली काङ्ग्रेस पार्टी छ भनेर हामी त्यहाँ जान चाहन्छौँ। हामी दिन रात खालि काङ्ग्रेसको झगडा, काङ्ग्रेसको घर झगडा, यो नेताले यो भन्यो, यो नेताले यो भन्यो, यी कुराहरूमा अल्मलिएर बस्न चाहँदैनौँ। यसबाट बाहिर निस्कन चाहन्छौँ। यो कुरामा हामी तपाईँको मद्दत चाहन्छौँ। यो कुरामा तपाईँले हामीलाई मद्दत गर्नुपर्छ। जसरी असोज 28 मा तपाईँ यहाँ छोडेर, अब मैले छोडेँ, अब साथीहरूले गर्नुहोस् भनेर जानुभएको थियो, तपाईँलाई फर्काएर ल्याउने जुन धृष्टता साथीहरूले गर्नुभयो, जसको कारणले गर्दा जनसमस्याहरू बल्झिए। फेरि तपाईँलाई फेरि आफ्ना कमजोरीहरू वा आफ्ना अप्ठ्याराहरू लुकाउनका निम्ति तपाईँलाई ढाल बनाउने कुरा तपाईँले बन्न दिनुहुन्न। हाम्रो पार्टीको ती अरू नेताहरू पनि आदरणीय हुनुहुन्छ, उहाँहरूसँग कुरा गर्छौँ, संवाद गर्छौँ, मिलाउँछौँ। हामी सबैलाई मिलाएर लिएर जाने प्रयासमा छौँ। 15औं महाधिवेशन गर्ने काङ्ग्रेसको जिम्मेवारी छ। त्यो जिम्मेवारी म काङ्ग्रेसको सभापति, विशेष महाधिवेशनले बनाएको सभापति छु। यो हलभित्र अहिले मैले अघि पनि भने, त्यो अधिवेशनमा भाग नलिएका थुप्रै साथीहरू हुनुहुन्छ। सबै साथीहरू यहाँ जोडिसक्नु, या सबै पार्टी सबैको हो नि पार्टी।
मेरो जति हो त्योभन्दा बढी अझै पार्टीको पुरानो नेताहरूको त अझै बढी योगदान छ। कसैले यसको अवमूल्यन गर्न सक्दैन। मैले सक्छु, मैले गर्छु, गर्दिनँ, सक्दिनँ पनि। तर यो जिम्मेवारी पुरा गर्ने कुराको सन्दर्भमा यहाँहरू सबैको साथ र सहयोग चाहिएको छ। कुनै पनि बहकाममा, कुनै पनि भड्काउमा कोही पनि नलागिकन म अन्त्यमा सबै पार्टीको साथीहरूलाई अनुरोध गर्न चाहन्छु। यो बिचमा अब यो श्रावणको अन्तमा छौँ हामी। आज त 1 गते भाद्रै भइसक्यो। भाद्र 1 गते भयो। भोलिबाट हाम्रो अधिवेशनको प्रक्रिया प्रारम्भ हुन्छ। यो बिचको केही दिनहरू थप मैले प्रयास गर्छु। मलाई सबैको साथ सहयोग चाहिएको छ। हामी सबैले प्रयास गर्छौँ सकेसम्म सबैलाई जोड्ने कुराको सन्दर्भमा। तर समयको सीमा छ। मैले चाहँदै पनि पार्टीको संविधानले, विधानले तोकेको समय छ, त्यहाँभित्र अधिवेशन गर्नुपर्ने छ। अधिवेशनको प्रक्रियामा सबै साथीहरू जोडिदिनु होला। असोजमा अधिवेशन सम्पन्न गरेर पार्टीको अधिवेशन हो, कोही हारौँला कोही जितौँला, त्यसपछि चाहिँ यो बिचमा हामीले प्रतिपक्षी दलको त्यो भूमिका हामी निर्वाह गरिरहन्छौँ। प्रदेशको सरकार, स्थानीय सरकारको काम गरिराख्छौँ। भाद्र 24 गतिबाट हाम्रो नेसनल अभियान छ। त्यो अभियान हामी अगाडि बढाउँछौँ र भोलि अरू अभियानहरू छन्, केही कार्यक्रमहरू छन्। ती कार्यक्रमको बारेमा भोलि देवराज चालिसेजीले जानकारी गराउनुहुन्छ। यसमा सबै साथीहरूको साथ सहयोग रहन्छ भन्ने विश्वास राख्दै तपाईँहरू आइदिनु भयो, मेरो कुराहरू सुनिदिनु, यसको लागि तपाईँहरू सबैलाई हार्दिक आभार प्रकट गर्दै मेरो कुरा टुङ्ग्याउँछु। धन्यवाद, नमस्कार, जय नेपाल।